नमस्कार मित्रहरू, बुलबजार नेपालको आइपिओ अपडेटमा हजुरहरूलाई स्वागत छ। भर्खरै हामीले भरिसकेको स्वरोजगार लघुवित्तको एफपिओ यसै साता बाँडफाँड हुँदैछ। हामी यसको बारेमा केही कुरा गरौँ। कस्तो छ त फन्डामेन्टल्ली यो कम्पनी, टेक्निकल्ली कस्तो देखिएको छ र यो कम्पनी हामीले हाता पार्न सक्यो भने, यस कम्पनीको एफपिओ हामीले हाता पार्न सक्यो भने लामो अवधि अथवा छोटो अवधिको लागि कसरी लिन सकिन्छ भन्ने विविध विषयमा, आगामी यसको भविष्यको विषयमा कुरा गर्नेछौँ। यो कम्पनीको एफपिओ धेरै नै थोरै मान्छेलाई मात्रै पर्नेछ, किनभने यसले थोरै मात्रै एफपिओ निष्कासन गरेको थियो। 19,577 जनालाई मात्रै यसको एफपिओ पर्नेछ। यदि यस कम्पनीको एफपिओ कसैले हाता पार्यो भने 9,810 रुपियाँ एकै दिनमा हुनेछ, किनभने यो आइपिओ नभएर एफपिओ हो, जसको सेकेन्डरी मार्केटमा अहिले दिनानुदिन क्रममा कारोबार भइरहेको छ। र यो कम्पनीले लगातार 8-10 वर्षदेखि बोनस तथा क्यास डिभिडेन्ड बाँड्दै पनि आएको छ। यो कम्पनी नेप्सेमा लिस्टेड भएर कारोबार भइरहेको कम्पनी हो। हामी यो कम्पनीको बारेमा विविध विषयमा कुरा गरौँ। फन्डामेन्टल्ली के कस्तो कम्पनी हो, यस कम्पनीले गत वर्षहरूमा के कति क्यास तथा बोनस आफ्ना लगानीकर्ताहरूलाई बाँड्दै आएको छ र आगामी दिनमा हामीले एफपिओ पारेता अथवा नपारेता पनि किनेर होल्ड गर्न सकिन्छ या सकिँदैन, कम्पनीको अवस्था के कस्तो छ जस्ता विविध विषयमा हामी कुरा गरौँ। सुरु गरौँ अब। मित्रहरू, धेरै लामो अन्तरालमा धितोपत्र बोर्डले अहिले आइपिओ, एफपिओ साथै राइट सेयर, डिबेन्चर, म्युचुअल फन्डहरूलाई निष्कासन गर्नका लागि अनुमति दिँदै आएको छ। त्यस्तै यो स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि 19,577 किता एफपिओ हामीमाझ बिक्री गरिसकेको छ भने यस कम्पनीमा 67,11,052 किता चाहिँ कारोबार हुँदै आएको छ भने एफपिओ बाँडफाँड पश्चात 67,30,630 किता सेयर कारोबारमा आउनेछ। यस कम्पनीको यो 52 विकको हाई र लो हेर्ने हो भने एक किता बराबर 1250 रुपियाँ चाहिँ हाई पुगेको थियो भने लोमा चाहिँ 633 रुपियाँसम्म आएको थियो। अहिलेको हामीले इपिएसको कुरा गर्ने हो भने इपिएसको हिसाबले 26.33 रुपियाँ रहेको छ। क्वार्टरली हेर्ने हो भने क्वार्टरली रूपमा पनि यसले केही ग्रोथ गर्दै आएको देखिन्छ। इपिएसमा पनि यस कम्पनीको बुक भ्यालु अहिले 164 रुपियाँ रहेको छ। इपिएस पनि सकारात्मक छ भने यस कम्पनीको बुक भ्यालु पनि एकदमै राम्रो देखिएको छ। हाईमा 1250 रुपियाँसम्म पुगेको यो कम्पनी लोमा 633 रुपियाँसम्म आएको थियो भने यस कम्पनीले लगातार रूपमा 9 वर्षदेखि प्रत्येक वर्ष डिभिडेन्डहरू बाँड्दै पनि आएको छ। प्राय त लघु वित्तका कम्पनीहरूले प्राय सबैले डिभिडेन्डहरू बाँड्दै आएका छन्। यसले बाँड्दै आएको डिभिडेन्ड र यस कम्पनीको इपिएस, यस कम्पनीको बुक भ्यालुको अनुसार हेर्ने हो भने कम्पनी राम्रै मान्न सकिन्छ। हामीले 10 किता एफपिओ पार्न सफल भइयो भने यसलाई लामो अवधिको लागि पनि राख्न सकिन्छ भने हामीले बेचेर अन्य कुनै सेक्टरमा, अन्य कुनै कम्पनीमा पनि सिफ्ट भएर त्यही पैसाले केही धेरै क्वान्टिटीमा सेयरहरू खरिद गर्ने पनि अवसर पाउन सकिन्छ, खरिद पनि गरेर हामीले राख्न सकिन्छ। यस कम्पनीले आर्थिक वर्ष 72-73 देखि 80-81 हालसम्म लगातार रूपमा बोनस सेयर, क्यास डिभिडेन्ड बाँड्दै आएको छ भने हेरौँ कुन वर्ष कति बाँड्यो। 72-73 को कुरा गर्ने हो भने यस कम्पनीले बोनस सेयर 30.4% दिएको थियो भने त्यसै सेयरको कर प्रयोजनको लागि यसले 1.6% चाहिँ दिएको थियो, यानि कि जम्मा 32% 72-73 मा दिएको थियो। यो एकदमै अत्याधिकै राम्रो थियो। यदि तपाईँसँग 10 किता हुन्थ्यो भने यो सेयर 30% बोनस तथा क्यास डिभिडेन्ड दिँदाखेरि तपाईँको सेयर बढेर 13 किता हुने थियो। त्यस्तै गरेर 73-74 को कुरा गर्ने हो भने बोनस सेयर 17.54% र क्यास डिभिडेन्ड गरेर 21.05% दिएको थियो। त्यस्तै गरेर 75-76 को कुरा गर्ने हो भने 26.75% बोनस सेयर र क्यास डिभिडेन्ड गरेर दिएको थियो। त्यस पश्चात पनि प्रत्येक वर्ष यसले बोनस तथा क्यास डिभिडेन्ड दिँदै आएको छ भने आर्थिक वर्ष 80-81 मा यसले 13.89% बोनस तथा क्यास डिभिडेन्ड दिएको छ। यस कम्पनीको एफपिओ को बारेमा अथवा यस कम्पनीको बारेमा केही भिडियो बनाइदिनुहोस् भनेर हामीलाई सुझाव आएकोले यो एकदमै साधारण भिडियो हामीले बनाउने कोसिस गरेको हो। यी मैले राखेका विवरणहरू तपाईँले जहाँसुकै गएर आनन्दले भेट्न सक्नुहुन्छ र पढ्न सक्नुहुन्छ। यो कम्पनीको अहिलेको अवस्था, यसको बुक भ्यालु इपिएसको आधारमा र बोनस सेयर, क्यास डिभिडेन्ड बाँड्दै गरेको आधारमा यस कम्पनीलाई केही लामो अवधिको लागि पनि होल्ड गर्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ।
ठुलो क्वान्टिटीमा सेयर हुँदाखेरि हामीले केही अवधि होल्ड गर्न सकिन्छ भने हामीलाई परेको एफपिओ मात्रै हो भने हामीले यसलाई बेचेर अन्य कम्पनीहरूमा पनि खरिदको अवसर हेर्न सक्छौँ। नेप्सेमा लिस्टेड यति धेरै कम्पनीहरूमा सस्तो मूल्यमा धेरै राम्रो डिभिडेन्ड दिने र आगामी दिनका भविष्य पनि राम्रो बोकेका कम्पनीहरूलाई पनि भेट्न सकिन्छ। यस कम्पनीको एफपिओ निकै थोरै मात्रै निष्कासन भएको हुनाले निकै नै धेरै भाग्यमानीले मात्रै पाउनुहुनेछ। तपाईँ त्यो भाग्यमानीमा पर्नुभयो या पर्नु भएन, एफपिओ बाँडफाँड पश्चात हामीलाई कमेन्ट मार्फत त्यो कुरा पनि भन्न नभुल्नुहोला। हामी यस कम्पनीको एफपिओ बाँडफाँड पश्चात टेक्निकल एनालाइसिस गरेर हामी यसै च्यानलमा राख्नेछौँ। छोटो अवधिको लागि हामीले खरिद तथा बिक्री गर्नका लागि धेरै कुराहरू हेर्नुपर्ने हुन्छ। यो इपिएस, बुक भ्यालु र बोनस सेयरको आधारमा छोटो अवधिको लागि खरिद र बिक्री भने हुँदैन। त्यसको लागि चार्ट साथै अन्य थुप्रै इन्डिकेटरहरू पनि हेर्ने गर्नुपर्दछ। हामीले यस च्यानलमा नेप्से एनालाइसिस अथवा कम्पनी एनालाइसिस पनि कहिलेकाहीँ बेला बखतमा गर्दै आएका छौँ। यदि तपाईँले यस कम्पनीको एफपिओ हाता पार्न सक्नुभयो भने कमेन्ट मार्फत, यदि तपाईँले टेक्निकल एनालाइसिस गर्न नजानेको खण्डमा सुझाव राख्न नभुल्नुहोला। उक्त भिडियो हामी यस च्यानलमा समावेश गर्नेछौँ। यो साधारण जानकारीमूलक भिडियो हजुरहरूलाई के कस्तो लाग्यो सुझाव तथा प्रतिक्रिया दिनका लागि नभुल्नुहोला। हस्त मित्रहरू, आजलाई यति नै, धन्यवाद।